रुल कस्तो छ भने हैन टिकट काटेर मात्र जान मिल्ने रहेछ यता हैन एकदमै सपोर्ट यसले पनि आफ्नो जीवलाई कति माया गर्दछ बल्छी निकालो केटाहरु बल्छी खान्छ हुन्छन् I+B रे र हाम्रो दाइले जबरजस्ती हामीलाई बरफ खिलाउनु भएको छ गर्मी पनि छ हैन डान्स गरेर गइसकेको है अब यता पनि रमाइलो नै भएछ पोटेटो चिप्स हो कि बनाना चिप्स दिदी गाइस रमाइलो गरिरहेको छ यो गुफा कसैले देखेको छ र कहिले देख्यौ हो एक्टिङ ओ माय गॉड के भएको ए के भएको ए भाग भाग गला त बाबरे बाबरे ओए क्यामेराम्यान यो हेर व्हाट्स अप के छ ब्रो ल हाम्रो सब्स्क्राइबर हेलो गाइज वेलकम ब्याक टु माई च्यानल एन्ड अदर ब्लग गाइज आज फेरि म नयाँ ब्लग लिएर आएको छु तपाईँको माझ सो गाइज आज चाहिँ हामी टिकापुर पार्क आएको छौँ होइन सो तपाईँहरूलाई यहाँको भ्यू देखाउन गइरहेको छु गाइज सो गाइज हामी यहाँ टिकापुर पार्क पुगिसकेका छौँ होइन अब केही बेरमा यहाँभित्रको हामी इन्ट्रीहरू तपाईँको देखाउने छौँ यहाँभित्र यहाँको सिनहरू गाइज ओके गाइज लेट्स सी गाइज यो टिकापुर पार्कको साइडको भ्यू होइन तपाईँहरू हेर्नु सक्नुहुन्छ पहिलो गेट हो है टिकापुर पार्कको गाइज हामी यहाँ टिकापुर पार्कको आज दृश्यहरू यहाँको भ्यूहरू टोटली हामी तपाईँलाई देखाउँदछौँ हेर्दै गर्नुहोस् गाइज अब हामी यहाँभित्र काउन्टर नजिक आइसकेको छु यहाँको चाहिँ रुल कस्तो छ भने होइन टिकट काटेर मात्र जान मिल्ने रहेछ यता होइन हामीले टिकट पनि काटिसक्यौँ होइन अब हामी भित्र जान आँटेको हेर्नुहोस् होइन चारजनाको म तपाईँहरूले यहाँ देखाउनु पनि सक्छु बोर्डमा होइन यहाँ पार्क प्रवेश र अन्य शुल्क दर रेटहरू के छ भन्ने कुरा तपाईँ देख्न सक्नुहुन्छ गाइज ओके हेर्नुभयो ल हामी भित्र अब यहाँबाट इन्ट्री गर्नेछौँ गाइज हामी अब इन्ट्री भइसक्यो होइन यहाँको तपाईँहरू देख्न सक्नुहुन्छ टिकापुर पार्क सो गाइज लेट्स सी तपाईँ हेर्दै गर्नुहोस् हाम्रो ब्लग तपाईँहरू मेरो फ्रन्ट क्यामेराबाट हेर्दै हुनुहुन्छ अहिले है म ब्याक क्यामेराबाट अब देखाउने छु यहाँको भ्यूहरू सो गाइज लेट्स सी गाइज आजको विश्राम गर्ने ठाउँमा आइपुगेको छौँ होइन तपाईँहरू हेर्न सक्नुहुन्छ ओके गाइज यहाँको भ्यू एकदमै राम्रो छ होइन गाइज तपाईँहरूले देखिसक्नुभयो यो वीरेन्द्र विश्राम स्थल होइन ठाउँ हो होइन वीरेन्द्र राजा यहाँ विश्राम गर्न आउनुहुन्थ्यो सो हेर्दै गर्नुहोस् फेरि पनि यस्तै यस्तै हामी सिनो यस्तै यस्तै ठाउँहरू देखाउने छौँ यहाँको होइन ओके इन्ट्री भएको होइन त्यहाँबाट हिँड्दा हामी थाकिसकेको छु पसिना भइसक्यो होइन गर्मी चाहिँ अति नै छ सो देख्न सक्नुहुन्छ गाइजहरू यहाँ रेस्ट गरिरहेको छ होइन यहाँको भ्यू माइन्ड ब्लोइङ होइन
देखिसक्नुभयो यहाँको हरियाली सिन होइन। अब चाहिँ सुक्खा सिन हेर्नेछौँ जो कि रुखहरू सुकेको छ। तपाईँ आउँदौ बाहिरबाट चाहिँ रुखहरू सुकेको छ है, पातहरू तल झरेकै छन्। तपाईँ देख्न सक्नुहुन्छ हाम्रो हाम्रो यो लोकेसनमा पुगिसकेका छौँ जुन कि अद्भुत रुख छ होइन। तपाईँ देख्न सक्नुहुन्छ त्यहाँ देखाइदिन्छ भाइ त्यो अद्भुत दृश्य रुखको। यो हो चर्तीकला। एनाकोन्डा यहाँ बस्यो चाहिँ एनाकोन्डा बस्ने ठाउँ हो। यो त एनाकोन्डा जान्छ यसमा। एनाकोन्डा यस्तो जान्छ टप गरेर त्यहाँबाट जम्प हान्छ गाइस। यहाँबाट जम्प यहाँ हान्छ। अनि हामी यसरी यो चाहिँ यो ठाउँमा चाहिँ हामी आएका छौँ। यो हाम्रो त्यो चाहिँ वाइल्ड स्नेक जस्तै हो, तर बाँदरहरू धेरै थिए। बाँदर थिए तर छैन बाँदरहरू। त्यही भएर हामी बाँदरहरू यहाँ छौँ। हामी चाहिँ यहाँ बाँदरहरू हामी चिनेका बाँदरहरू। एउटा क्यामेराम्यान यही बाँदर हो। सब हामी बाँदरहरू। बाँदरको कमी रहेछ। एनाकोन्डा सब बाँदर एनाकोन्डाहरू हामी हौ। हेलो गाइज, म यो क्यामेराम्यान। यो हेर हाम्रो जङ्गली रेगिस्तान भन्छ यसलाई। जसमा रमाइलो गरिरहेको छ केटा, हेर्नुहोस् तपाईँ रमाइलो गर्दै राख्नु। तपाईँहरूकै लागि होइन ब्लग, तपाईँहरूलाई इन्टरटेनमेन्ट होस् भन्ने हो क्या। यो दृश्य हेर्नुहोस्, यहाँ कोही मान्छे आएर चाहिँ यहाँ चाहिँ यो चिप्स खाइसकेको रहेछ। किरी नामको भिजा खाएको रहेछ। कोही मान्छे आएर यहाँ मरेको रहेछ भन्ने कुरा हामी थाहा पायौँ। हामी हराएका छौँ तर पनि खोज्दैछौँ। तपाईँहरूले देख्नुभएको होला यहाँ होइन कस्तो छ यहाँको पातहरू तल झरेको छ रुखहरूको सुकेर। सो गाइज यो सिन चाहिँ तपाईँलाई अति नै मन पर्ला है, किनभने चाहिँ हामीहरूको क्रेजीनेस यहाँ चाहिँ हामीले देखाएको छौँ। गाइज हामी कर्णाली पुल। कौन है ये लोग, कहाँ से आते हैं? गाइज हामी कर्णाली पुल हुँदै कर्णालीको सेकेन्ड भागमा हामी यहाँ आइपुगेका छौँ, जो कि यो पुल क्रस गर्ने बित्तिकै हामी कर्णालीको कहाँ पुग्छौँ, पुलको नजिक पुग्नेछौँ। गाइज हामी यसपछि अब कर्णाली नजिक आइसकेका छौँ। गाइज हामी टिकापुर क्रस गरेर हामी अब कर्णालीको बेच हामी जाँदैछौँ। गाइज तपाईँहरूले त्यहाँको हामी दृश्य देखाउँछौँ। गाइज एमाजोन जङ्गल। हामीले यो पुल क्रस गरिसकेपछि हामी अहिले अद्भुतै घना जङ्गलमा आइपुगेका छौँ होइन। त्यो चाहिँ एनाकोन्डा हुनसक्छ त्यसमा होइन, धेरै डरलाग्दो जानवर अनि जे पनि हुनसक्छ होइन। गाइज त्यो ठाउँमा हामी पस्दैछौँ, तपाईँहरू हेर्दै गर्नुहोस् साइज। ओके गाइज लेट्स गो। होसियार हुनु होला, यहाँ कमिलाले टोक्न सक्छ। यो जुमानजीको पनि त्यो गोरिला पनि हुनसक्छ। पोइन्ट खराब हुन्छ। ओ माय गॉड के भयो गाइस हामीलाई बाल बच्यो गाइस। भाइ त्यहाँ चाहिँ के देखेको तिमीले बाहिर? के देख्यो? जुमानजीको गोरिला छ नि त्यो जो अन्डाको अन्डा। गाइस ओके हामी त्यो बारे कुरा नगरौँ। लास्ट चाहिँ डर लाग्दो जीव रहेछ होइन त्यहाँ। सो गाइस हामी जे होस् बल्ल बल्ल भागेको त्यहाँबाट बच्यो होइन। ल गाइस हामी यसपछि बसेर राम्रो भयो। तपाईँहरूलाई हामी जे होस् अब नेक्स्ट लोकेसन देखाउँदैछौँ। ओके सो हाम्रो भिडियोमा कन्टिन्यू गराउनु होला गाइस। ओके लेट्स गो। गाइस सुकिसकेको है, यता फुलहरू पुरै सुकेको छ। ल गाइस गुफामा हिँडिरहेको हामी यहाँ टिकापुरमा। फर्स्ट यो गुफा कसैले नदेखेको होला अहिलेसम्मको होइन। तल तल फुलै फुल है। ओ भाइ यो गुफा कसैले देखेको छ र कहिले देख्यो? ओ एक्टिङ हाम्रो भाइको। क्या करे जा रहे हो बे, क्या करे जा रहे हो यार। डान्स चाहिँ कता गर्ने होला, उता पनि डान्स गरिरहेको छ, यता नि डान्स गरिरहेको छ। डान्स गरेर गइसकेको है। अब यता पनि रमाइलो नै भयो छ। अब यहाँबाट हामी त्यो नदीको किनारामा गइरहेको छु। कर्णाली पुगिसक्यो भनेको होइन, अघि मैले त्यो हामीले सुरुमा त्यो सानो पुल क्रस गरिसकेपछि हामी यहाँ कर्णालीको नदीमा हामी आइपुगेको छु गाइज। समुद्र सो तपाईँहरूलाई म यहाँको भ्यू देखाउँदैछु। ल गाइज हेर्नुहोस् है, यो चिप्स आलु के अरे पोटेटो चिप्स हो कि बनाना चिप्स दिदी? बनाना चिप्स दिदी 50 रुपियाँ भन्नु लाग्नु भएको छ। अलि मिलाइदिएको भए हामी लगिहाल्थ्यौँ होइन। दिदी के गर्नु छ, अलिकति मिलाउनुहुन्छ कि? अलिकति मिलाइदिनुहोस् भइहाल्छ।
बरु अलि धेरै भइदियो फिक्स त्यो डबल 50 दिन्छ फुटा छ त तपाईँ हिसाब पाइन्छ कति रुपैयाँ यसमा चाहिँ डिस्काउन्ट हुनुपर्छ है दिदी फुटेको छ नि त किनभने हावा छिरिसक्यो यसमा अलि मिठो लो रहेछ क्या टेस्ट गरम कस्तो हुँदो रहेछ यसको स्वाद त्यसपछि हामी चाहिँ लग्दिन्छौँ हावा पसिसक्यो दिदी यसमा हाम्रो दिदीले अब दिइसक्नुभयो हामीलाई अलि डिस्काउन्ट लगाएछ ओके र हाम्रो दाइले जबरजस्ती हामीलाई बरफ खिलाउनु भएको छ गर्मी पनि छ होइन तर पनि हामीलाई एउटा बरफ चाहिँ दाइले फ्री दिनुभएको छ त्यसको लागि 5 रुपियाँ काट्नु पर्यो तेरो दाइ यस्तो होइन नि त ल ल केही छैन ठिक छ तपाईँको पनि राम्रो होस् होइन ल गाइस तपाईँले देख्नुभयो 35 रुपियाँको 4वटा होइन दाइको पनि व्यापारै हो होइन ठिक छ यत्रो घाममा यत्रो व्यापार गर्नुहुन्छ दुबमा हामी यो ठाउँबाट हामी हिँडिसक्यौँ तर यो सानीमा हामीले एकचोटि यहाँ फोटो खिचिदियो नि अर्को लोकेसनमा जाँदैछौँ हामी यहाँदेखि तपाईँहरू हेर्दै गर्नुहोस् हाम्रो ब्लग हामी चाहिँ अब अर्को गेटमा प्रवेश गर्दैछौँ जुन चाहिँ टिकापुरको गेट नम्बर 3 हो है ओके गाइस तपाईँ देख्न सक्नुहुन्छ चाबी घरमा छोडे अरे केटाले हेलिकप्टर मगाउ त हेलिकप्टरबाट यो चाबी मगाउ हेलो केटाहरूको कट 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 यो सिन चेन्ज ल ल चेन्ज 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 ओके ओके डिलिट मेरो गोलको झ्याल गोली चोडा त्यहाँबाट झ्याल तोडेको भित्र सुन चाँदी सबै रहेछ भन्नु गाइस त त्यस्तै हो यो ढोकाको लागि केटाहरु यताको चाबी छ कि नि फेरि यताको पनि बिर्सेछन् केटाहरु गएर यो चाबी बनाइहाल्छ हिन्दी हैन अहिले मगाउँछु मैले हेलो हां भाइ चाबी भेज देना जरा इसका यो स्थल चाहिँ हैन म तपाईलाई देखाउन गइरहेको छु भोजन स्थल हो है यो चाहिँ महेन्द्र आरोग्य गृह हो हैन यहाँ चाहिँ अब महेन्द्र राजा भोजन गर्नुहुन्छ यता आएर तपाईँ देख्नुहुन्छ यहाँको एकदम बब्बालाई राम्रो राम्रो दृश्यहरू छ टिकापुर पार्कमा है अत्यन्तै तपाईहरुलाई कस्तो लाग्छ हाम्रो भिडियोहरु हामीले सुट गरेको सिनहरु कस्तो लाग्छ गाइज कमेन्ट गरिदिनु होला हामी घरतिर हिँडिरहेको है अब यहाँ चाहिँ हामीले टोटली यहाँको सुटहरु सब फाइनल के भइसक्यो हैन हाम्रो तपाईहरु अब फाइनल हाम्रो एडिटिङ भइसक्छ अनि त्यसपछि हेर्नु होला हाम्रो भिडियो कस्तो हुन्छ तपाईहरुले हाम्रो यस भिडियोलाई फेरि पनि फर्स्ट भिडियोलाई माया गरे जस्तै यो भिडियोलाई पनि एकदमै सपोर्ट ल भाइरले गर्दै हुन्छ भाई बोले ब्लॉग है ना बोले तो भाई ये ब्लॉग है हमारा चैनल बनाना मांगता है आपसे क्या एकदम भिडो सच्ची ये हाम्रो चाहिँ सेकेन्ड ब्लॉग हो गाइस हैन जुन चाहिँ हाम्रो टिकापुर पार्कको रहेको छ सो गाइस तपाईहरुले हाम्रो फेरि पनि यो च्यानलमा नयाँ नयाँ आउनेलाई स्वागत छ अनि जसले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनुहोस् ओके गाइस लेट्स सी गाइस फेरि हामी नेक्स्ट ब्लगमा भेट्ने छौं तबसम्मको लागि हामी यहाँबाट बिदा हुनेछौं बाइ बाइ